टुमा पनि तानिरहेको छ मजाले यार यसको त कुदाउनै पाएन यार अघिबाट धेरै कुदा थियो यो चाहिँ रोयल इन्फिल्ड नयाँ बाइक है सबैजना म चाहिँ गोरिला कि गोरिला हो गोरिला 450 टेस्ट राइड गर्न जान आएको छु अनि यहाँ बाइकर्स क्याफेमा आएर बाइक राखेको छौँ अनि यसो सडिङको बाइकको खिच्नलाई अनि यहाँ बाइकको हेडलाइट्सहरू दामी छ अरू भने यसको मान्छेले भन्नु सुन्दाखेरि चाहिँ पावर चाहिँ एकदम धेरै छ भन्छ होइन सो या लेट्स सी है के हुन्छ सो फर्स्ट इम्प्रेसन चाहिँ दामी छ है ट्याङ्क म्यासिभ छ यो तेल हाल्ने डोबर अनि यो डिस्प्ले धेरै ठुलो छ डिस्प्ले पनि अनि यो बार एन्ड मिरर्स पनि छ सो लेट्स गो है साउन्ड त दामी छ है तेल चाहिँ अलिक कम छ हेरौँ तेल बाटोमा रोक्यो भने चाहिँ ज्यादा हुन्छ फेरि भयो सो लेट्स गो है बाइकको पावर चाहिँ धेरै अति नै धेरै क्या बाइकको पावर कुरा गर्नुपर्दाखेरि चाहिँ पावर एकदम धेरै छ है 400 सीसीको होइन यसको इनिसियली पावर चाहिँ आउँदैन होइन अलिकति एकछिन आरपिएम अलिक बढ्न दिनुपर्छ होइन यस्तो पावर तान्छ नि यसले अहिले मैले कुदाएको छैन एकछिन म कुदाएको देख्नु सबै देख्नुहुन्छ होइन पावर हेर्नु क्या पावर यस्तो दामी ट्राइम्पहरूलाई पनि आएको यसले इजिली बाइपास हानिदिन्छ होला एक लट कुदाइदिउँ है बाइकले मलाई हुत्ताउँछ तर यसको राम्रो कुरा भन्दा चाहिँ यसको ब्रेक्स चाहिँ बाइकको पावर अनुसार राम्रो छ है ब्रेक्स आर प्रिटी गुड है अनि 450 सीसीको भएर होला यस्तो पावर एक्जर्ट गरिरहेको छ यसले सबसे पावरफुल बाइक त आई थिङ्क रोयल इन्फिल्डको जस्तो लाग्छ मलाई यहाँ चाहिँ लेफ्ट लाग्नुपर्छ यसको नम्बर प्लेट छैन सो धेरै पनि चलाउन मिलेको छैन हामीले अहिले ओ सेट सो क्लच चाहिँ अलि माथि रहेछ तर ओभरअल यार बाइक इज अमेजिङ यार यसको स्पिड देखाएको छैन अहिले यता होइन अघि एक गियरमा कुदाएको थियो साथीले आई गेस 50 त मजाले गऱ्यो होला क्या एक गियरमा क्या अझै धेरै पुग्थ्यो होला क्या यस्तो दामी पावर छ क्या बाइकमा अन रोड अफ रोड सब जानेको राम्रो यसको सस्पेन्सनहरू पनि दामी छ क्या अफ रोडहरू पनि मजाले गइन्छ अनि बाइकको हाइटको कुरा गर्नुपर्दाखेरि चाहिँ बाइक चाहिँ इट्स नट द्याट हाइट है म पर्सनली 5'5" छु त्यही पनि बाइक मजाले भइरहेछ म्यान यार यसको पावर चाहिँ अति धेरै क्या अलिअलि मलाई हुताइसक्यो क्या चिना कुदाउनु पर्छ फेरि खाली बाटो यसको अलिकति बेटाएर चाहिँ पाएर आउनु होइन अलिकति आरपिएम माथि गएपछि यस्तो पावर आउँछ नि हुत ठाउँ भयो भने यार कुदाउन ल ट्याम यार कुदाउनै पाएन यार यहाँ अघिबाट धेरै कुदा थियो तर बाइक अलिकति तातिरहेको छ अलिक पावर धेरै भएर होला यसको तर ब्रेक्स आर भेरी इम्प्रेसिभ यार झ्याप्प दामी बित्तिकै पावर अनुसार ब्रेक छ क्या कुदाउँदाखेरि झ्याप्प ब्रेक लगाए पनि मजाले ब्रेक लाग्ने क्या अनि यसको साउन्ड कस्तो एग्रेसिभ छ क्या अब एक लट फेरि कुदाउनु पर्छ
यार कुदाउँदा बाटो खाली हुन्न त बाइकले मलाई हुत्याइदिरहेछ यार हुत तर बाइक कर्नरमा नि सुत्छ नि राम्ररी टायर्स पनि राम्रो छ मलाई त सुताउनु आउँदैन टुमा नि तानिएको छ मजाले यार यसको त ए हो र कहाँ बाइकर्स क्याफे चेस्ट साइड चाहिँ मजाले गऱ्यो यसको है पावर यस्तो दामी थियो नि यसको के भन्ने यार तपाईँहरूले टेस्ट ड्राइभ गरेर नै पावर यसको चाहिँ अन्दाज लगाउनुपर्छ क्या यस्तो दामी पावर छ क्या यसको बाइकर्स क्याफेमा अब फेरि आइसक्यौँ सो द्याट्स इट फर द टेस्ट ड्राइभ है मजा आयो बाइकको पावर एकदम एक्सट्रिम थियो ब्रेक चाहिँ अरूभन्दा पनि ब्रेक पनि राम्रो थियो क्या अनि दिस इज द फाइनल लुक है बाइकको यसको हेडलाइट्सहरू यसको यो गुरुलाको चाहिँ अरूको कलर अप्सन चाहिँ अभाइलेबल छ होइन र रेड कलरमा चाहिँ कस्तो दामी देख्थ्यो यो ब्लूमा नि नट ब्याड है यसको यो फोटो राख्ने फुटेजहरू पनि नाइस छ क्या चाहिँ बाइक चाहिँ ओभरअल धेरै दामी छ क्या इन्जिन पनि यति पावरफुल छ टेस्ट गरेर भर्खर आयो अनि यसको चाहिँ फेरि के भन्दाखेरि 13 RPM पुगेपछि यस्तो पावर बढ्ने चाहिँ होइन आई गेस ट्युब छिया टक्कै दिन्छ यसको बाइकले क्या सो त्यति भन्दै अब बाइकमा पिछाडि हान्यो सो यस्तो भिडियो हेर्न चाहनुहुन्छ भने डु लाइक सेयर एन्ड सब्सक्राइब है डु हेल्प मी अलट अनि तपाईँहरूले हेर्नु म यस्तो भिडियो पठाउँछु सो थ्याङ्क यू गाइज फर वाचिङ एन्ड गुड बाई